मुन वाटर बनाउनलाई हामीलाई ग्लासको बोतल चाहिन्छ र त्यसको चाहिँ यो ढक्कन हुनुपर्छ किनकि यो वाटर हामी खान्छौँ हैन। अनि यो चाहिँ हामी फुल मुन नाइटमा एभ्री फुल मुन नाइटमा बनाउन सकिन्छ एक्सेप्ट इक्लिप्स नभएको फुल मुनमा बनाउनुपर्छ। हजुरहरूले जसरी ब्रेसलेट राख्नुहुन्छ बाहिर यो फुल मुनमा यो वाटर पनि बाहिर राखेपछि भोलिपल्ट बिहानै त्यो वाटरलाई भित्र लिएर आउने। लिएर आइसकेपछि चाहिँ हामीले घरमा स्प्रिङ्कल गर्न सक्छौँ, आफूलाई गर्न सक्छौँ। सावरमा अलिकति एन्ड अफ द सावरमा अलिकति मुन वाटर आफ्नो टाउकोबाट हालेर पनि गर्न सक्छौँ। त्यसले नेगेटिभ इनर्जी बाहिर फाल्नलाई हेल्प गर्छ। यो मुन वाटर खान सक्छौँ, हजुरले खाएर घरको मान्छे बच्चा सबैलाई खाना दिन सकिन्छ। इम्युनिटीको लागि पनि राम्रो हुन्छ मुन वाटर। कसैलाई बच्चाहरू नहुने समस्या छ भनेपछि फर्टिलिटीको लागि पनि बेस्ट हो मुन वाटर। अनि त्यसपछि हामीलाई चाहिँ अब स्पिरिचुअल ग्रोथको लागि पनि राम्रो हुन्छ। कहिलेकाहीँ कुकिङमा पनि हामी अलिकति मुन वाटर हाल्न सक्छौँ। सानो कटनमा लगाएर स्किनमा मुन वाटर लगायो भने स्किन राम्रो हुन्छ। त्यसैले मुन वाटरको धेरै युज छ। एभ्री फुल मुनमा हजुरहरूले मुन वाटर बनाउन सक्नुहुन्छ।